हजुरहरू जम्मैलाई स्वागत छ जिन्दगी 90s के याद युट्युब च्यानलमा। र आज चाहिँ मैले कर्णवीरको डिस लिएर आएको छु, भिसिडी डिस। र यो डिसबाट चाहिँ हाम्रो बचपनको यादहरू, पुरानो दिनको यादहरू एकदम जोडेको छ। अगाडि चाहिँ हामीले यो सिडीमा हेर्थ्यौँ होइन, जुन ब्ल्याक एन्ड व्हाइट टिभीमा, 14 इन्चको टिभीमा। र तपाईँहरूको पनि सायद याद जोडेको होला यो फिल्मबाट। र तपाईँहरूले यो फिल्म कहाँ हेर्नुभएको थियो, सिनेमा थिएटरमा या भिडियो हलमा या गाउँघरमै नै जुन अगाडि भाडामा लिएर देखाउँथ्यो त्यसमा हेर्नुभएको थियो कि पैसा तिरेर हेर्नुभएको थियो कि होइन। मैले चाहिँ यो फिल्म डिसमा एकदमै पछि हेरेँ। यो जुन फिल्म निक्लिने टाइममा चाहिँ हेरिनँ, किनभने त्यतिखेर डिसै पाउँथेन। यो आउँथ्यो तर मान्छेहरूले धेरै हेरेर हेरेर खराब पाउँथ्यो। हामीले एकखेप लिएर आएको थियौँ, दाइहरूले लिएर आएको थियो, त्यतिखेर चाहिँ यो डिसै चलेन एकदमै, किनभने अलरेडी धेरै चलिसकेको थियो। त्यसैले मैले चाहिँ यो त्यसको पछाडि हेरिरहेको थिएँ यो फिल्म। यो डिसबाट जुडेको यादहरू, यो फिल्मबाट जुडेको यादहरू कमेन्ट गरेर जुन आफ्नो पुरानो दिनको यादहरूलाई ताजा गर्नु होला होइन। र कस्तो लाग्छ होइन, म तपाईँहरूलाई यो कर्णवीर फिल्मको ट्रेलर पनि देखाउने छु। यो घाँटी कुनै तस्कर देशद्रोहीको होइन खड्गवीर, जो खुडा खुकुरले काट्न सक्ने। भाइ ऊ त केटी गएको ट्याक्सीलाई पिछा गर्नुहोस् त। त्यो केटी गएको ट्याक्सी भाइ चन्द्रमा झै राम्री छौ, ज्यानभन्दा नि प्यारी छौ। माया आँखी झलैमा, ये आँखी झलैमा करके आँखा झिम्क्याउँदा, बारुले कम्बर मर्काउँदा, फेरि आज कानुनको होली नखेली नहुने भयो। झुक्न दिँदैन कहिले स्वाभिमानी शिर। कर्णवीर यही हो कर्णवीर, कर्णवीर यही हो कर्णवीर, कर्णवीर। त्यो पुरानो दिनको यादहरू अवश्य पनि आयो होला। र यही हो डिस चाहिँ कर्णवीर फिल्मको डिस। अगाडि यस्तो छुनु पाउँदा पनि एकदम राम्रो लाग्थ्यो, अहिले त अब आफूसँगै नै बहुत छ। र कमेन्ट अवश्य गर्नु होला। र यस्तै भिडियोहरूको लागि हाम्रो च्यानलसँग जोडेर बस्नु होला।